महिनावारी हुँदा हो नि झुमा झुम झुम प्याटको परे गर्नु चुडी चमाचम महिनावारी हुँदा हो नि झुमा झुम झुम गोठमा बस्नु हुन्न चुडी चमाचम। शरीर, लैङ्गिकता र हकका कुरा हाम्रो समाजमा लाज, डर र मौनताका डोरीले कसक्क बाँधिएका छन्। यो तोड्न सजिलो छैन, तर सम्भव छ भन्ने मान्यताका साथ सुरु भयो राइट हियर राइट नाउ अभियान। यसले शिक्षक, युवा, समुदाय र स्थानीय सरकारबीच संवादको बाटो खोल्यो। सुन्ने, बोल्ने र बुझ्ने नयाँ संस्कृतिको सुरुवात गर्यो। परियोजना सुरु हुँदै गर्दा ताकाको अवस्था निकै फरक थियो। हामी 7मा पढ्दै थियौँ भर्खर अनि पाठ आयो। अब केटाहरू त पहिला त्यस्तो हाम्रो बर्निङ नै थिएन, तिनीहरू चाहिँ पुरा एकदम खुसी भएको हो यो पाठ पढ्न पाइन्छ, अब हेरिनुको के गर्छौँ हामीले भनेर। अब हामीले त पाठै पछि लाज लाग्यो, केटीहरूलाई सोध्नै सकेको छैनौँ। अब म त बोर्डिङबाट भर्खर आएको सोधिहालेँ प्याच चाहिँ, अब मलाई के थाहा त्यस्तो हो भनेर। सर आफै हाँस्नु भयो कि मैले सोद्धाखेरि। एउटा शिक्षकको मात्र कुरा होइन, धेरै विद्यालयमा यो सामान्य जस्तै थियो, तर बिस्तारै अवस्था फेरिँदै जान थाल्यो। एउटा स्टुडेन्ट्सले ऱ्यान्डमली त्यो भनौँ न सेक्सुअलिटीको बारेमा त्यस्तो खालको बारेमा चाहिँ कुरा गर्दै गर्दाखेरि चाहिँ मैले त्यो स्टुडेन्ट्सलाई चाहिँ त्यो कुरा मैले भन्दा पनि भनिनँ र लाइक अलिकति वेयर काइन्ड अफ बिहेभियर अथवा त्यो एटिट्युड चाहिँ मैले बच्चालाई देखाएँ त्यो। तर पछि मलाई सेसन्सहरू पछि त्यो भनौँ न यस्तो रियलाइज भयो, म आफूलाई चाहिँ कस्तो रिग्रेट फिल गरेँ कि ला मैले त्यो बच्चालाई एन्सर गरेको भए चाहिँ उसको त्यो क्युरियोसिटी चाहिँ मैले त्यहाँनिर उसलाई गर्न सक्थेँ नि त, एड्रेस गर्न सक्थेँ नि त। एउटा शिक्षकले हृदयबाट गरेको महसुसले हजारौँ विद्यार्थीको आवाजलाई बाटो खोल्छ। यस्ता बाटोहरू लैङ्गिक समानताको क्षेत्रमा पनि खोलिन जरुरी छ। पब्लिक रूपमा कम आउट भएर होइन म यो हो है भनेर चाहिँ भन्न पनि सक्दिनँ थियो कि, इभन लाइक फ्यामिलीमा पनि कम आउट थिइनँ म होइन। अनि जब आरएसआरएनको यो जुन हाम्रो रेम्बो युथ खुलेको छ है भन्दाखेरि बिडिएसको पेज त मैले पहिल्यैदेखि फलो गर्थेँ। अनि मलाई तपाईँ सेलेक्ट हुनुभयो आउनु भन्नुभयो होइन। अनि सेलेक्ट भएपछि घरमा त भन्नै पऱ्यो अब यस्तो यस्तो छ भनेर। अनि घरमा पनि झुटो बोलेँ मैले, यस्तो यस्तो छ कलेजबाट सेलेक्ट भएँ भनेर मैले झुटो बोलेर गइसकेपछि त्यो फर्स्ट टाइम हुन्छ नि जब म आफूलाई चिन्दै गर्दाको फेजमा चाहिँ आफ्नो कम्युनिटीमा बसेर त्यो एउटा ग्रुपमा चाहिँ डिस्कस गर्दाखेरि चाहिँ जस्तो त्यो एउटा घरवाला हुन्छ नि, ए मेरो एक्ज्याक्ट म को रहेछु भन्ने त मैले यहाँ आएर पो चिनिरहेको रहेछु होइन। र आरएचआरएनले चाहिँ मलाई एउटा पखेटा जस्तो क्या, तिमी चाहिँ उड स्वतन्त्र भएर उड है भन्ने एउटा पखेटा दिएको जस्तो चाहिँ फिल हुन्छ। रिताले जस्तै आफ्नो पहिचानमा गर्व गरेर निष्फिक्री चरा जस्तै उडान भर्दा बल्ल जो कोहीको जिन्दगी जस्तो हुन्छ। कलममा ताकत हुन्छ, त्यो कलम चलाउनेले के कोर्छ भन्ने कुराले झन् ठुलो अर्थ राख्छ। त्यसैले परियोजनाले पत्रकारहरूसँग पनि हातेमालो गर्यो। त्यसै सिलसिलामा चाहिँ मैले एउटा गर्भपतनको बुझाइ र यौनिकता शिक्षा भनेर चाहिँ एउटा न्युज गरेँ। त्यसपछि एउटा मिडियामा चाहिँ यो खालको तस्बिर आयो होइन, भनेको जहाँ चाहिँ एउटा महिलाको पाठ्यघरमा एउटा बच्चाको तस्बिर छ, त्यसलाई चाहिँ एउटा सिजर होइन कैँचीले चाहिँ यस्तो गरेको खालको छ। यो चाहिँ सकारात्मक सन्देश दिने खालको छैन यहाँ प्रयोग भएको तस्बिर। अनि त्यसपछि मैले यो मिडियाको सम्पादकज्यूलाई फोन गरेँ, उहाँले चाहिँ यसलाई तुरुन्तै करेक्सन गरेर त्यस पछाडि चाहिँ यो खालको तस्बिर राखेर त्यो चाहिँ करेक्सन भयो। कलमले कोर्ने शब्द होस् वा चित्र सबैले ताकत राख्छन् नै, र त्यो ताकतले परिवर्तनमा ठूलो भूमिका खेल्न सक्छ भन्ने कुरा कैलालीकी सभ्यताले राम्ररी बुझेकी छिन्। जस्तै कि मैले यतातिर चाहिँ छाउपडी प्रथालाई देखाउन खोजेको छु। यतातिर चाहिँ एउटा छाउगोड छ जहाँमा चाहिँ एउटा महिला चाहिँ बस्नुभएको छ र यतातिर चाहिँ रुख छ के, मतलब यतातिर जङ्गल छ या त कुनै डर लाग्दो ठाउँ पनि हुनसक्छ होइन। ताकतको र आत्मविश्वासको मुहान ज्ञान हो, तर ज्ञानको मुहानसम्म पुग्न अवसरको बाटो भेट्नुपर्छ। अनि हिजोका योजनाहरू यसरी जाग्दछन्। सायद म यो सेक्सको बारेमा टपिक नै गर्दैन थिएँ जस्तो लाग्छ। म
त्यसलाई नेगेटिभ नै सोध्थे जस्तो लाग्छ किनकि घरबाट जे सिके त्यही सिकिने त हो स्कुलमा अब हेल्प सब्जेक्ट नै हुन्न हामी ब्याचलरमा पढेको स्टुडेन्ट हामीले अलग ठाउँमा अरू सब्जेक्ट चुज गर्नुपर्छ त्यही हिसाबले म यहाँ चाहिँ हुँदैन थिएँ र यसरी माइकमा सायद बोल्न पनि सक्दैन थिएँ होला त्यसै गरी आफ्नो शरीर र आफ्नो अधिकारका बारेमा युवाहरू सचेत रहनुपर्छ भन्ने मान्यता राख्ने कैलालीका पप्पु कुरेसीले पनि परियोजनाबाट सिकेका कुराहरू आफ्नो समुदायमा यसरी बाँडिरहेका छन्। पहिला हामीले यार्द संस्था मार्फत केही तालिमहरूमा भाग लिएको थिएँ र त्यो तालिमहरूमा धेरै कुराहरू सिकाएको थियो। त्यसमा कुप्रथाहरू थिए अनि छाउपडी प्रथाहरू थिए, स्वास्थ्य प्रजनन सम्बन्धी थियो, महिलाहरूको हकको लागि, बालबालिकाहरूको हकको लागि, यही सब कुराहरू हामीले त्यो तालिममा सिकेको थिएँ र त्यही तालिमको भागहरूलाई अब हामीले समाजमा र आफ्नो समुदायमा आउने पुस्ताहरूमा साझा गर्नुपर्छ। त्यो उद्देश्यले हामीले चाहिने सुरुवात आफ्नो घरबाट, आफ्नो स्कुलबाट, आफ्नो मदरसाहरूबाट सुरु गर्ने कोसिस गरेँ। परिवर्तन र सचेतनाको अभियानमा कोही छुट्नु एउटा सिङ्गै समुदाय छुट्नु हो। जोडिनुको फरक त निकै मिठो छ हो। अनि मैले चाहिँ कहिलेकाहीँ चाहिँ कस्तो सोच्थेँ भन्दाखेरि चाहिँ त्यो भेजाइना र पेनिस चाहिँ एउटै खालको हुन्छ होला होइन, अथवा चाहिँ जुन हामी चाहिँ जसरी चाहिँ त्यो पेनिस आएको चाहिँ भेजाइना पनि त्यही एरियामा हुन्छ जस्तो लागेको थियो। तर सुरुमा हामीले टिओटी लिँदाखेरि चाहिँ त्यतिखेर मैले पहिलोपटक चाहिँ त्यो स्युडो मेटेरियल्सहरू चाहिँ मैले फिल गर्न पाएको। म आफै अचम्म परेको थिएँ, यो फेलोपियन ट्युब त यस्तो हुँदो रहेछ होइन, ओभरिज यस्तो हुँदो रहेछ, भेजाइना यस्तो हुँदो रहेछ, यसरी यसरी आउँदो रहेछ, क्लिटोरस यहाँ हुँदो रहेछ भन्ने कुरा यो मलाई थाहा नै थिएन कि पहिला। अब यो ल हुन्छ चाहिँ भनेर थाहा थियो, कहाँ हुन्छ, कसरी हुन्छ, कुनले फङ्सन कसरी गर्छ भन्ने कुरा थाहा थिएन कि होइन। त्यो कुरा थाहा पाउनु पाएँ सुरुमा। पहिला मैले तालिम पाएँ र मैले बहिरा क्षेत्रमा मेरो आफ्नो ठाउँमा सिकाउन गएँ बहिराहरूलाई यौन शिक्षाको बारेमा। अनि ज्ञान अब थाहा छैन, महिनावारी भन्ने कुरा पनि अब हुन्छ प्राकृतिक रूपमा, तर त्यो थाहा छैन। पहिला अब हामीले स्कुलभित्र त्यो विषयमा टिचरले पनि सिकाएको थिएन, त्यो जति पनि अलि थोरै कुराहरू त्यो हामीलाई पर्याप्त मात्रामा थिएन। अनि त्यो विषयमा मैले सिकेको कुराहरू सिकाउँदाखेरि उहाँहरू खुसी भयो। परिवर्तन भनेको त्यति ठुलो केही होइन रहेछ, सचेत हुनुले मात्र पनि खास मान्छे बन्न सकिँदो रहेछ भन्ने अनुभूति छ रोहनको। त्यो चाहिँ जस्ट कम्फर्टेबल चाहिँ बनायो क्या यो त्यो ट्रेनिङले पनि। अनि अब मेरो इक्जाम्पल दिन्छ, जस्तै अब मलाई नि त अब मेरो पार्टनर छ, अब त्यो अहिले लाइफ पार्टनर जस्तो गर्छुन्छ नि, उनीहरूसँग चाहिँ के भन्दा अरे यो कुरामा चाहिँ अलिकति कम्फर्टेबल भयो क्या। म चाहिँ यो चाहिँ नर्मल हो क्या, एभ्री गर्ल्स त भने मेरो आमालाई पनि हुन्छ, मेरो दिदी चेलीबेटीलाई पनि हुन्छ, यो चाहिँ नर्मल हो भन्नुपर्दाखेरि त म चाहिँ रियल म्यान हो है होइन। म चाहिँ एज अ मैले जुन यो म्यानको ड्युटी जुन छ नि, सबै म्यानको रेस्पोन्सिबिलिटी हुन्छ नि त, त्यो चाहिँ राम्ररी फुलफिल गरेको छु भने एउटा प्राउड फिलिङ हुन्छ नि मन। दुर्गममा सबैभन्दा पहिले पुर्याउन सकिने कुरा चेतना हो। चेतना बोकेर लैजान मोटर कुर्नु पर्दैन, बस हृदय र सोच भए पुग्छ। र त्यसरी नै राइट हियर राइट नाउ अभियान मुगुसम्म पुग्यो। यो कार्यक्रमले हामीले चाहिँ विद्यालयमा पनि अब हामीले विद्यालयसँग पनि सम्बन्धित भएको हुना चाहिँ विद्यालयमा चाहिँ यस्तै किशोर किशोरीहरूलाई चाहिँ हामीले कसरी उनीहरूलाई चाहिँ एउटा जीवनको खोला तराउन सकिन्छ, जीवनमा आइपर्ने त्यस्ता कठिनाइहरू चुनौतीहरू जस्तालाई कसरी हामीले चाहिँ समाधान गर्नुलाई चाहिँ उनीहरूलाई चाहिँ प्रेरित गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले विशेष सिकेका छौँ। परियोजनाले विद्यालयका किशोरीहरूलाई हिजोको भन्दा आज फरक बनाएको छ। फरक अर्थात् आत्मविश्वासले भरिपूर्ण। पहिला मैले आफूमाथि भएको अन्यायलाई चाहिँ सधैँ सहेर बस्थेँ कि चुप्लाएर, तर यस सेसनपछि चाहिँ मैले बुझेँ कि आफ्नो सेल्फ रेस्पेक्ट हुन्छ, आफ्नो लागि आवाज उठाउन सक्नुपर्छ, माई बडी माई राइट भनेर बुझेँ। अनि त्यसपछि गएर मैले चाहिँ आफूलाई चाहिँ भयो अब जे भयो भयो, यसपछि चाहिँ अब योभन्दा बढी हुन हुँदैन, योभन्दा बढी भयो भने मेरो लागि धेरै टक्सिक हुन्छ भनेर मैले चाहिँ आफ्नो लागि एउटा आवाज उठाएँ, आफै हेल्प गरेर आफूलाई अगाडि बढाउनमा, आफ्नो लाइफलाई अझै राम्रो बनाऊँ, अब यो पछि यस्तो कुरा फेरि नहोस् भन्ने कुरामा चाहिँ मैले बढी ध्यान दिएँ। त्योबाट के परिवर्तन देखियो विद्यालय भने
पहिला पहिला यहाँ छात्राहरू विशेष गरेर छात्राहरू चाहिँ महिनावारी भयो भने त्यो प्याड माग्ने लगाउने र छुट्टी माग्ने कि छुट्टी माग्ने घर जाने प्रोग्राम छ भने छुट्टी माग्ने त्यो अवस्था थियो र जेन्ट्स टिचरहरूसँग चाहिँ कुरै नगर्ने यस्तो अवस्था थियो। अहिले आएर बच्चाहरू त एकदम बडा फ्याङ्को रूपमा सर मलाई प्याड चाहियो भनेर माग्ने किसिमका भइहाल्छ नि कि त्यो यति परिवर्तन भयो त्यो क्लासले गर्दाखेरि। किशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको चेतना बढेसँगै विद्यालयमा अहिले प्याड भेन्डिङ मेसिन नै राखिएको छ। राइट हियर राइट नाउ अभियानले सुरुवात गरेको यो परिवर्तनको लहर अब चलिरहनेछ। स्थानीय सरकारले आत्मसात गर्नु भनेको परिवर्तनको बिरुवा शतिसाल भएर उभिनु हो। संस्थाको भ्यालिडिटी अथवा टाइम पिरियड चाहिँ कति हुन्छ हामीलाई थाहा भएन, तर एउटा पोजिटिभ कन्सेप्ट चाहिँ हामीलाई छोडेर गएको हुनाले यो कुरा अब हाम्रो पाठ्यपुस्तक अथवा पाठ्यक्रम नै चेन्ज नहुन्जेलसम्मका लागि कम्तीमा 10 वर्षसम्म त हाम्रो यो कुरा यो पाठ्यपुस्तकमा निरन्तर भइरहनेछ र यो सम्बन्धी ज्ञान हाम्रो तमाम बालबालिकाहरूले पाउनेछन्। राइट हियर राइट नाउ अभियानले पुरै कायापलट गरेको छैन, तर सोच्ने तरिका जरुर बदलेको छ। हिजोको मौनता तोडेर संवादको सुरुवात गरेको छ। हिचकिचाहटलाई आत्मविश्वासले जित्न सकिन्छ भन्ने स्थापित गरिदिएको छ। सबैभन्दा ठुलो त यो अभियानले जागरुक युवाहरू तयार गरेको छ, जो आफ्नै समाजमा चेतनाका सिकर्मी र डकर्मी भएर रहिरहनेछन्। 20 वर्ष नपुगी नगरौ बिहेका कुरा।